सर्पको बच्चालाई के भनिन्छ? तपाईको अप्सन रहेको छ ए छतौरो, बी छिङ्कल, सी गाडु, डी समी। तपाईको सही आन्सर रहेको छ बी छिङ्कल। विश्व प्रसिद्ध चित्र मोनालिसा कसले बनाएका थिए? तपाईको अप्सन रहेको छ ए मनीले, बी विकलले, सी लियोनार्दो दा भिन्चीले, डी अरनिकोले। तपाईको सही आन्सर रहेको छ सी लियोनार्दो दा भिन्चीले। विश्वमा सबैभन्दा धेरै मूर्ति कुन भगवानको बनाइएको छ? तपाईको अप्सन रहेको छ ए शिव भगवानको, बी राम भगवानको, सी विष्णु भगवानको, डी बुद्ध भगवानको। तपाईको सही आन्सर रहेको छ डी बुद्ध भगवानको। नेपालको राष्ट्रिय पोशाक कुन हो? तपाईको अप्सन रहेको छ ए दाउरा सुरुवाल, बी कोट प्यान्ट, सी सर्ट प्यान्ट, डी धोती चोली। तपाईको सही आन्सर रहेको छ ए दाउरा सुरुवाल। मानिसले जस्तै सपना देख्ने जनावर कुन हो? तपाईको अप्सन रहेको छ ए डल्फिन, बी कुकुर, सी गाई, डी बिरालो। तपाईको सही आन्सर रहेको छ बी कुकुर। मुखबाट दिशा पिसाब गर्ने चरा कुन हो? तपाईको अप्सन रहेको छ ए मयूर, बी भँगेरो, सी चमेरा, डी सुगा। तपाईको सही आन्सर रहेको छ सी चमेरा। पानीमा तैरिने फल कुन हो? तपाईको अप्सन रहेको छ ए फर्सी, बी आँप, सी केरा, डी नारिवल। तपाईको सही आन्सर रहेको छ डी नारिवल। मानिसको सबैभन्दा छिटो बढ्ने अङ्ग कुन हो? तपाईको अप्सन रहेको छ ए दिमाग, बी छाला, सी कपाल, डी आँखा। तपाईको सही आन्सर रहेको छ ए दिमाग। दुईवटा महादेशमा फैलिएको देश कुन हो? तपाईको अप्सन रहेको छ ए ब्राजिल, बी टर्की, सी मलेसिया, डी अफ्रिका। तपाईको सही आन्सर रहेको छ बी टर्की। नेपालको कुन ठाउँलाई गुलाबी सहर भनिन्छ? तपाईको अप्सन रहेको छ ए धनगढी, बी पोखरा, सी वालिङ, डी सुर्खेत। तपाईको सही आन्सर रहेको छ सी वालिङ। दर्शकबिन, आजको यो जानकारीमूलक जेके भिडियो तपाईलाई कस्तो लाग्यो? कृपया मन पर्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। तपाईको दिन शुभ रहोस्। धन्यवाद।